हेलो दर्शकबिन, वेलकम टु सुरभिड च्यानल। मैले हजुरहरूलाई नमस्कार भन्नुभन्दा अगाडि भिडियो सुरु गरिसकेको छु। साथीहरू, यो व्हाइट गुम्बाको भिडियो, यो व्हाइट गुम्बा भिडियो कस्तो लाग्छ मन पऱ्यो भने कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, मलाई साथ दिनु होला। हजुरहरू ठुलो ठुलो युजरहरू हेर्नुभयो भने मलाई सपोर्ट गरिदिनु होला। कस्तो लाग्छ त्यस्तै भनिदिनु होला। तपाईँहरू अलि जान्नेले नजान्नेलाई सपोर्ट गरिदिनु होला। भन्दै भिडियो बनाउँदैछु। यो भिडियो आज अर्कोमा पानी परेको छ र सबैजना पानी पर्दा पनि छाता ओढेर भए पनि रमाइलो गरिरहनु भएको छ। म पनि रुच्दै भए पनि भिडियो बनाउने कोसिस गर्दैछु। कस्तो लाग्छ मलाई पक्कै पनि हेरेर साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु। हेर्नुहोस् सबैजना अब म माथितिरको माथि पनि हेर्ने ठाउँहरू छ भन्थ्यो, त्यसैले माथितिर पनि जाँदैछु। तर पनि फोटो खिच्न लाग्नु भएको हुनुहुन्छ। मास्टर खोर्मेन स्ट्रेट बाई स्ट्रेट रहेछ। कस्तो लाग्छ पक्कै पनि हेरेर साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु। साथीहरू, यो पानीले गर्दाखेरि धेरै साथीहरूलाई मनोरञ्जन गर्न पाइरहेको छैन जस्तो लागिरहेको छ। किनकि रुख्दै चिसोले गर्दाखेरि बिरामी हुन्छ होला। सबै साथीहरू केयर हुनुहोस्। मेन पोइन्ट भनेको यहाँ रहेछ। तलभन्दा माथि अलिकति राम्रो रहेछ। सायद यो मेन पोइन्ट होला। एकदम राम्रो मलाई भने तलभन्दा माथि धेरै राम्रो लागेको छ। अलिकति मैले तललाई नराम्रो भन्न नखोजेको होइन, तलभन्दा धेरै माथि अलिकति राम्रो बेस्ट जस्तो लाग्यो मेरो लागि। हजुरहरूको लागि कस्तो लाग्छ जानुहुने जानु नहुने साथ दिनु होला। मनोरञ्जन दिनुभएको छ। केटापट्टिले धेरै हेर्नलाई रहेछ। Gracias.
अब निस्किने टाइम सकिने लाग्यो भन्ने सुनेको छ हाम्रो यहाँको टाइम सकिने लाग्यो भनेको छ जहिले उयो निस्किनुभन्दा अगाडि एक राउन्ड लागेर घुमेर हामी बाहिरतर्फ लाग्नेछौँ। यो एकछिन बस्छौँ होइन पछाडिको भाग कस्तो लाग्छ पक्कै पनि हेरेर साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु। मछिरीमै साथीहरू तुलसियाको बोटबिरुवाहरू फुलाउटीहरू फेरि त्यो मेहनतको साथ बनाउनु भएको छ जस्तो लाग्यो। फुलहरू त्यस्तै छ मलाई पसन्द भ्याइदियो त्यसरी मलाई भ्याइदियो बोटबिरुवाहरू मजाले धेरै गुम्बा एकदम बेस्ट लाग्यो। सायद घुमेको पहिलोचोटि होला यस्तो ठाउँमा म पुगेको। मेरो लागि स्वर्ग जानुपर्छ भन्छु। सायद गुम्बाले ल्याइरहेछ मेरो लागि स्वर्ग जस्तै लाग्यो। र हजुरको लागि कस्तो लाग्छ त्यस्तै गरियो। भने तपाईँ कतिर भिडियो देखाउनेछु फेरि यसपछि अब टाइम सक्ने लाग्यो त्यसैले निस्किनपट्टि लाग्नेछु। निस्किनु अगाडि एकतिर यो पानीको सानो भिडियो साथीहरू अब हामी तलतिरको बाटो निस्किन खोज्दैछौँ। म तल फेरि पनि सानो दृश्यहरू लिनेछु। अब हामी तल अब निस्किने आफ्नो त्यो तल 1 नम्बरको गेटतिर हो। यो भिडियो हेरेर साथ दिनु होला भन्दै मलाई साथ र सपोर्ट दिनु होला भन्दै यो भिडियो हेरेर साथ दिने सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। पक्कै पनि हेरेर साथ दिनुहुन्छ। मन पर्यो भने लाइक सब्सक्राइब फलो गर्न नबिर्सिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला भन्दै यो भिडियोहरूको अब म अन्त्य गर्न चाहन्छु। यो अब गेटतिरको भिडियो यो गेट नम्बर 1 नम्बर गेट हो भन्दै अब